आज चाहिँ केटीएम रियल एस्टेट नेपाल ब्रान्ड न्यू प्रपर्टी त्यही पनि इमाडलको ट्विन हाउसबाट है त। ल हेर्नुहोस् त 4.5 आना क्षेत्रफलको घर, बाहिर त आकर्षित छँदैछ, भित्र पनि उत्तिकै राम्रो। मेन हाइवेबाट टाढा भन्नुहुन्छ होला, फेरि 4 लेन हाइवेबाट मात्र 50 मिटर्सको डिस्टेन्समा 15 फिटे रोड एक्सिस, त्यही पनि ढलान भइसकेको बाटोमा पाउन सक्नुहुनेछ। ढल पानी सारा कुराले सुविधा सम्पन्न रहेको लोकेसन, इमाडलको वान अफ द भिआइपी लोकेसन द्याट इज कोजी होम्समा हजुरले घर पाउनुहुनेछ। पार्किङको लागि नो डाउट 2 गाडी राख्नुहोस्। लिभिङ हल किचन सबै एकदमै वाइड स्पेसमा पाउनुहुनेछ। लिभिङ हल फुल पार्केटिङ काठको रहेको, साथमा टिभी क्याबिनेटहरू रहेको छ भने किचन पनि मोडुलर सेटअपको किचन, ओपन स्पेस, बेडरुमहरू हजुरले प्रत्येक कुरा बेस्ट क्वालिटी अफ मटेरियल्स प्रयोग गरेको पनि पाउनुहुनेछ। धेरै घर बाहिर नबोलौँ, घरभित्र हेर्नुहोस् के कसो रहेको छ। बाहिरबाट हेरि नै हाल्नुभयो, एकदम उज्यालो वाइट एन्ड गोल्डन थिम रहेको छ भने ब्ल्याकले एकदमै ब्युटिफुल कोटेड रहेको छ। सो दिस इज योर हाउस। एउटै हेरौँ न, 3 घर भएपछि 2टा किन हेर्नु पर्यो कि हेर्नुहोस्, आफै भन्नुहोस् त। ल ओके, 4.5 आना क्षेत्रफल, यो इन्ट्री गर्ने बित्तिकै हजुरको डबल साइड गेट खुल्ने रहेको छ भने दिस इज चाहिँ यो फर्स्टमा पार्किङ स्पेस। सो यहाँनिर एउटा गाडी मजाले राख्नुहोस्, त्यहाँनिर एउटा गाडी मजाले राख्नुहोस्। अझै ताल पऱ्यो त 3वटा गाडी मजाले अट्छ भने यहाँनिर चाहिँ तपाईँले रेन्टल स्पेस पाउनुहुनेछ। सो रेन्टल स्पेस इज अफ 2 BK भन्ने अब आफूले प्रयोग गर्ने स्पेस। इन्ट्री गर्ने अगाडि नै देख्न सक्नुहुनेछ एकदमै हेभी वर्क इन पार्किङ स्पेस गरेको छ, ढुङ्गाहरू मजाले छापिएको छ भने यो चाहिँ हो तपाईँको मेन ढोका। सो एकदमै ब्युटिफुल देख्न सक्नुहुनेछ, डिजाइनसँगै रहेको छ भने भित्र आएपछि दिस इज सेन्सर है, फेरि मजाले सेन्सरवाला गेट्सहरू राखिएको छ। यहाँ रिजर्भ ट्याङ्की सुकेसहरू पाउनुहुनेछ भने मजाले देख्न सक्नुहुनेछ। काठको भर्याङहरू रहेको छ, काठको भर्याङ, काठको पार्केटिङ, साइडमा पनि काठको लेमिनेसन सँगसँगै यहाँनिर हजुरलाई फ्लावर्सहरू राख्नुहोस् और फोटो फ्रेम राख्नुहोस्। मजाले स्पेस चाहिँ मेन्टेन गरिएकै छ है हजुर। ल माथि आउनुहोस् त। माथि आएपछि अब मैले हजुरलाई स्टार्टिङमै भनि नै गएँ, एउटै फ्लोरमा लिभिङ हल र किचन पाउनुहुनेछ। गेस्ट रुमहरूको लागि पनि स्पेस रहेको छ भने यो ब्युटिफुल डेकोर, यति ब्युटिफुल इन्टिरियर डेकोरबाट हजुर आफ्नो लिभिङ हलतर्फ आउनुहुन्छ। टक्कै यहाँ ल्याएर सोफाहरू आउनेछ, हजुरलाई सोफा पनि प्रोभाइड हुनेछ है हजुर। सो बाहिर बाल्कनीको स्पेस पुरै काठको पार्केटिङ, ब्युटिफुल झुमरहरू राखिएको छ भने यहाँनिर पनि देख्न सक्नुहुनेछ। मजाको स्पेसमा एउटा लिभिङ हल पाउनुभयो भने यहाँनिर साइडमा हजुरले एउटा स्पेस भनौँ न, आफ्नो सामानहरू मजाले राख्नको लागि मेन्टेन गरेको स्पेस पनि पाउन सक्नुहुनेछ। अब त्यति मात्र नभएर लिभिङ हलबाट यदि हजुर बाहिरतर्फ आइसिन्छ भने एकदमै ब्युटिफुल डेकोरहरू त पाउनु नै हुनेछ। सँगसँगै यस्तो ब्युटिफुल इन्ट्रान्सबाट चाहिँ हजुर छिर्नुहुन्छ आफ्नो किचनतर्फ। सो छिर्ने बित्तिकै फर्स्टमा यो चाहिँ एउटा डाइनिङ स्पेस, मजाले एउटा डाइनिङ टेबल राखेर बस्न सक्नुहुनेछ भने यो हजुरको क्रकरिज राख्नको लागि स्पेस, एन्ड यो चाहिँ हो मोडुलर सेटअपको स्पेस। हात धुनलाई यहाँनिर ठाउँ राखिनेछ भने यो हजुरको सर्भिङ टेबल, एन्ड यो चाहिँ हो चिम्नी सेटअप। सो वास्तुअनुसार मजाले मिलाएर बनाएको पूर्व दक्षिण कोणमा हजुरले वास्तुअनुसार मिलेको किचन सेटअप पाउनुभयो भने हात धुनलाई स्पेस होस् अथवा यहाँनिर रेफ्रिजरेटर राख्ने स्पेस हो, मजाले पाउनुहुन्छ। त्यति मात्रै नभएर यहाँनिर हजुरले एउटा प्यारिटी स्टोर, आफ्नो किचनको आइटम्सहरूलाई मजाले राख्न पनि एउटा राम्रो स्पेस पाउनु नै हुनेछ। सो लिभिङ हल एन्ड किचन पछि लागौँ बाथरुमतर्फ। सो यो चाहिँ हजुरको बाथरुम देख्न सक्नुहुनेछ, वाइट स्पेसमा रहेको छ। आफ्नो हिसाबले फिनिसिङ गर्न पाउनुहुनेछ भने यो चाहिँ एज अ गेस्ट रुम प्रयोग गर्न सक्नुभयो। बाहिर बाल्कनी रहेको छ भने यहाँनिर चट्ट लाएर बेडहरू राख्नलाई स्पेस दिएको छ। र यो चाहिँ हो हजुरको मजाको क्लोजेट स्पेस। सो क्लोजेट स्पेस राखिसकेको छ भने अब फर गेस्ट और आफ्नो बच्चाहरूलाई स्टडी रुम पनि बनाउन मिल्छ एज यु क्यान सी, किनभने स्टडी टेबल फिट भइसकेको छ भने। सो फर्स्ट फ्लोरमा चाहिँ लिभिङ हल, किचन, एउटा कमन बाथरुम एन्ड एउटा गेस्ट रुम और स्टडी रुम पछि माथितर्फ लागौँ है त। सो माथि जाँदा जाँदै मैले हजुरलाई फेरि एकचोटि रिमाइन्डर गराइदिएँ, यो चाहिँ हो इमाडलको कोजी होम्समा, द्याट इज मेन 4 लेन हाइवेबाट ओन्ली 50 मिटर्स अहेड 15 फिटे बाटोको घर। प्रपर्टी फेसिङको कुरा गर्नुहुन्छ भने नर्थ फेसिङ रहेको प्रपर्टी
So welcome to your master bedroom. So why master bedroom भन्छिन्छ भने as you can see यो चाहिँ हो तपाईको हाइड्रोलिक सिस्टमको बेड which is एकदम ब्युटिफुली सेटअप भइसकेको छ भने यहाँनिर तपाईले टिभी क्याबिनेट पाउनुभयो with lot and lots of cabinet. So बाहिर चाहिँ हो तपाईको ओपन स्पेस भनौं न मजाले बसेर आफ्नो फ्यामिलीसँग क्वालिटी अफ टाइम स्पेन्ड गर्नलाई स्पेस देखि लिएर उज्यालोमा नो डाउट एकदम मजाको उज्यालो रहेको छ भने यो हजुरको क्लोजेट स्पेस यहाँनिर चाहिँ ट्रान्सप्यारेन्ट ग्लासहरु आउने छ क्लोजेट स्पेस यो ड्रेसिङ टेबल भने यहाँनिर चाहिँ हजुरले एउटा क्लोजेट पाउनु भयो भने यो चाहिँ हो अट्याच बाथरुम ल हैन हजुर अट्याच बाथरुममा वार पार रहेको छ मजाले बाथटब राख्छु भन्नुहुन्छ भने पनि इनफ स्पेसमा रहेको सो फर्स्ट मास्टर बेडरुम एन्ड घरको सेकेन्ड बेडरुम पछि थर्ड बेडरुम लाग्नु अगाडि यहाँनिर देख्न सक्नुहुनेछ यो चाहिँ एउटा कमन बाथरुम र यो हजुरको सेकेन्ड बेडरुम घरभरि चाहिँ थर्ड यो फ्लोरको सेकेन्ड बेडरुम मजाको स्पेस भएको यहाँनिर हाइड्रोलिक सिस्टमको बेडहरू राखिएको छ भने यो पोर्सनमा हेर्नुहोस् तल म हजुरलाई मजाले देखाउँछु है त सो यो पोर्सनमा हजुरको क्लोजेट स्पेस यहाँनिर आफ्नो बिलोङ्गिङ्स साडीहरू फर फिमेल्स एन्ड जेन्ट्सहरूको लागि कोटहरू राख्नलाई स्पेस छ भने यहाँनिर एकदम मजाले स्पेस पनि छुट्याइएको छ सँगसँगै यहाँनिर एउटा अट्याच बाथरुम पनि दिएको छ विच इज एकदमै ह्युज इन साइज सो मजाले सावर लिनुहोस् और बाथरुम युज गर्नुहोस् हजुरले राम्रो स्पेस पक्कै पनि पाउनुहुनेछ अब यहाँ हेरि नै हाल्नुभयो यु हेभ सिन लाइक तीनवटा बेडरुम पाइसिन्छ जुनमध्ये एउटा चाहिँ मास्टर बेडरुम हुनेछ भने अब माथि आउनुहोस् माथि आउँदा आउँदै देखि नै हाल्नुभयो एकदमै राम्रो तपाईको स्टेयरकेसको स्पेस पनि म्याटर्स है एकदम मजाले फराकिलो बनाएको छ भने माथि आएपछि बाहिर अगाडि हजुरले एउटा पूजा स्पेस पाउन सक्नुहुनेछ देख्न सक्नुहुन्छ पछाडि राम्रो पूजाको लागि पनि स्पेस छुटाएको छ भने यो चाहिँ ओपन स्पेस तपाईले यहाँनिर मजाले गमलाहरू राख्नुस् फेभरेट फ्लावर्स प्लान्ट्सहरू राख्नुस् मजाले मिल्ने रहेको छ भने चाहिँ यो चाहिँ सानो बच्चाहरूको लागि अथवा बुढाबुढी हुनुहुन्छ भने मजाले यहाँनिर बसेर हावा खाँदै अथवा घाम लिँदै हजुरको लागि स्पेस हुनेछ भने यो चाहिँ हो फर जेन्ट्स सो नट ओन्ली फर जेन्ट्स बट मेनली फर जेन्ट्स सो आफ्नो फेभरेट ड्रिङ्क्सहरू राखेर यो बार स्पेसमा मजाले सोफाहरू राखेर हजुरले आफ्नो फ्यामिलीसँग क्वालिटी अफ टाइम स्पेन्ड गर्न सक्नुहुनेछ माथि टफन ग्लासहरूले सिक्योर गरिसकेको छ सो हजुरलाई घामले अथवा पानीले केही डिस्टर्ब गर्ने छैन भने अब टेरेसको त कुरै छोड्दिनुस् एकदमै वाइड स्पेसमा रहेको छ अब यता आएपछि हेरिसिन्छ भने हजुरले यहाँनिर चाहिँ एउटा वासिङ मसिन स्पेस पनि पाउनुहुनेछ सो सारा कुराले सुविधा सम्पन्न रहेको घर 4.5 आना क्षेत्रफलमा फैलिएको छ भने हजुरले एकदमै पर्फेक्ट स्पेसमा मेन्टेन गरेको पाउन सक्नुभयो मेन हाइवेबाट पनि नजिकै स्कुल सुपरमार्केट बाटबटिनीहरू जानुहुन्छ भने पनि हिँडेरै जान मिल्ने रहेको डिस्टेन्समा यस्तो पर्फेक्ट लोकेसन प्लस लोक्यालिटीमा यस्तो ब्युटिफुल घरको बारेमा थप जानकारी जान्न चाहनुहुन्छ अथवा एकचोटि भिजिटै गर्न चाहनुहुन्छ भने चाहिँ अहिले नै स्क्रिनमा दिएको नम्बरमा कल गरेर साइट भिजिट गर्न आइहाल्नुहोस् केटीएम रियल एस्टेट नेपाल इज इगरली वेटिङ टु सो यु दिस प्रपर्टी सो आजको लागि चाहिँ यो प्रपर्टीबाट म बिदाई लिन्छु सबैजना स्टे सेफ स्टे हेल्दी एन्ड डु लाइक शेयर एन्ड सब्सक्राइब आवर च्यानल आजको लागि चाहिँ हजुर हस् त नमस्कार